है हजुर एकदमै बिरामी हुनुभएछ। जताततै हस्पिटलमा जाँदाखेरि पनि उहाँको रोग पत्ता लागेन छ। एकजना वैद्यले तपाईँ साह्रै बिरामी हुनुहुँदो रहेछ, यो साह्रै तितो औषधि छ, यसलाई 1 चम्चा दुधमा घोलेर खानु होला खानापछि भन्नुभएछ। खाना त रुच्दैन रुच्ने तर पनि जबरजस्ती खानुभएछ। ओठमा मुस्कानै छैन, शरीर भारी भएको छ, टाउको दुखेको छ, ज्वरो हनहन्ती आएको छ। ज्वरो यति धेरै आयो, यत्रो दिनसम्म पनि ज्वरो बस्दैन, ठिक ठाउँमा आउँदै आएन। त्यसपछि अब वैद्यले के भनेछन्, यो औषधि नियमित खानुभयो भने हजुरको यो ज्वरो ठिक हुन्छ र हजुरलाई आनन्द पनि हुन्छ, ठिक हुनुहुन्छ हजुर भनेर त्यो औषधि दिन मात्रै हेरौँ न त्यो औषधि दिनुभएछ। अनि घरमा बिरालो पनि पाल्नु भएको रहेछ हेर्नुहोस्। अनि उहाँको सेविका एकजना सेवक अथवा सेविका जेसुची पनि भयो, उहाँको सेवा गर्ने एकजनाले आएर उहाँलाई गिलास यस्तो थिएन, अलि यो हुन्छ नि चरेसको कटौरा हुन्छ नि हजुर देख्नु भएको छ, चरेसको हो त्यो चरेसको कटौरामा अलि चाक्लो चरेसको कटौरामा दुधमा 1 चम्चा त्यो दबाई राखेर मस्त फिट्नु भएछ, लौनुहोस् खानुहोस् भनेर दिनुभएछ। अनि उहाँलाई जस्तो उठेर खाना अलि अल्छी लागेको, म एकछिनपछि खान्छु, तिमी आफ्नो काम गर्दै गर, म अलिकति उठेर त खान सक्छु, एकछिनमा हाजिर पनि हुन्छ है, म एकछिनमा खान्छु, तिमी काम गर भन्नुभएछ। अनि एकछिनपछि यसरी हेर्दै हुनुहुँदैछ, यसरी गिलासलाई अब खानु पर्यो भनेर चरेसको कटौरातर्फ उहाँको ध्यान गएछ। जाँदाखेरि त बिरालो आफ्नो घरमा पालेको कटौरामा यसरी मुख राखेर दबाई खान थालेछ। के गर्न थालेछ अरे? दबाई खान थालेछ। जब बिरालोले त्यो 1-2 घुड्की त्यो तितो न तितो औषधि मुखमा यसो जिब्रोले चाट्यो खायो, तब त्यसको अनुहार त एकदमै अर्कै बनाएछ के। उहाँ बिरामीले त्यो बिरालोको अनुहार देखेर अघि हामी हाँसेको चाहिँ मूर्छा परेर हाँस्न थाल्नुभएछ। अनि एकछिनपछि उहाँको सेवक आएर होइन मालिकलाई के भयो, आज पहिले त हाँस्ने मान्छे आज मस्त हाँस्दै हुनुहुन्छ, हाँस्नु रोकिएको छैन, मस्त हाँस्दै हुनुहुन्छ, के भयो भनेर आएछन्। अनि हाँसेको छ रोकिने होइन, हेर्नुहोस् धेरै कान्छन्, मालिक के भयो हजुरलाई ठिक त हुनुहुन्छ अरे? हाँसेको छ मिची हाँसेको छ। मसँग 3वटा हाँसोको प्रकार छ, टाइम रह्यो भने हजुरलाई मजाले हँसाउँछु, एकछिनपछि लास्टमा समय रह्यो भने, रहेन भने अर्को सेसनमा है त। अनि त्यसपछि हाँस्नु भएको छ। अनि के भयो भनेको बिरालो भन्नुहुन्छ, फेरि हाँस्नुहुन्छ, बिरालो भन्नुहुन्छ, फेरि हाँस्नुहुन्छ। अनि लास्टमा आधी घन्टासम्म उहाँ नमिष्ट हाँस्नु भएछ हेर्नुहोस्, भन्नै नसक्यो त्यो बिरालोको अनुहार सम्झिनुहुन्छ, हाँस्न लागेको छ। अनि भन्नुभएछ बिरालोले यसरी तिमीले राखेको औषधि खायो, त्यो साह्रै थियो, मलाई खान पनि गाह्रो भएको थियो, त्यो बिरालोले यस्तो अनुहार बिगार्यो, म त हाँसो थाम्नै सकिनँ, मजाले हाँसेँ। अब खानुहोस् भनेर भिटेर दिनभन्दा अगाडि भिटेछन् अलि मनतातो दुर्बा। पहिला ज्वरो नाफाउँ त हजुर भनेर ज्वरो नाप्न लागेको त ज्वरो त ठिक ठाउँमा छ है, ज्वरो एकदम ठिक ठाउँमा। यत्रो समय उपचार गर्न कहाँ भएको मान्छे ज्वरो सन्चो नभएर शरीर पुरा दुखेर अहिले त ज्वरो एकदम ठिक ठाउँमा छ। अनि हजुरको ज्वरो त अचम्मै भयो ठिक ठाउँमा छ, टाउको दुखेछ कि छैन भनेर यसो टाउको पनि म त कहाँ दुखेछ भन्ने यसो महसुस गर्दा नि कहीँ दुखे छैन। त्यो के को प्रभाव भएछ भन्दा हाँस्नाले शरीरको सम्पूर्ण विकारहरू हाम्रो शरीरबाट दूर भाग्छन्। त्यही भएर भन्ने बानी छ नि, हाँस्यो कि रोग नास्यो। त्यसकारण बिहान कमसेकम एकछिन हाँस्यो।